Hello guys, we are at Pokhara right now. This is the view. Are नबोल्ने हो त इङ्ग्लिसमा त के यो ड्याम हो कि लेक हो त हजुर दिस इज द लेक फेवा लेक होइन त यो ड्याम लेखा जस्तो लाग्थ्यो रे यु क्यान सी द्याट ह्युज लेक लट्स अफ वाटर तर फोहोर पानी छ कि हल्का फुल्का चाहिँ फोहोरै हो ओइ दिस इज द फेवा लेक अफ पोखरा यो चाहिँ पोखराको फेवा लेक यति ठुलो छ ऊ मान्छेहरू ढुङ्गा चढिरहन् पानी हेर्दा कति सफा जस्तो देखिन्छ होइन यहाँ हल्का नजिक आएर हेर्दा हल्का फोहोर फोहोर टाइपको यतिको चाहिँ यसो कहाँ ऊ मान्छेहरू ढुङ्गा चढिरहन् कहाँ भन्दा चाहिँ ढुङ्गा होइन त्यो खै कमल होला फुलहरू होला त्यो झारपातहरू हेलो 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 अहिले चाहिँ हामी पोखरा आइपुग्यौँ पोखराको भ्यू चाहिँ यस्तो देखिरहेको छ यता चाहिँ छ राराताल राराताल रे फेवाताल यता छ रोड यता चाहिँ छन् सबै होटेलहरू हो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कार्की दाई अगाडि हिँडिरहनु भएको हामी चाहिँ भोक लागेर खाजा खान हिँड्दैछौँ कता गएर खाने हो थाहा छैन हजुर ऊ साइकल हामी चाहिँ साइक्लिङ पनि हान्छौँ होला यदि पायो भने अहिले चाहिँ एकछिनपछि यो छ पोखराको भ्यू यस्तै हो रे कि काठमाडौँभन्दा राम्रै छ भन्नु मिलेन अरे राम्रै छ होला एक चाँडै त के दस गर्ने होइन कस्तो राम्रो छ कि छैन भनेर र काठमाडौँभन्दा मलाई चाहिँ हल्का चिसो चाहिँ लाखा भएदै राख म्यारेटी रहेछ ओ ढुङ्गा चढ्ने ठाउँ यो सब ढुङ्गा मेरो होइन नि त दाइ सब यत्तिकै छोडिदिइरहेको कि दाइ ओ ढुङ्गा हामी अब यो ढुङ्गा यहाँ यत्रो छ हामी चाहिँ भोलि चढ्छौँ होला आज चाहिँ नचढ्ने रातको समय पोखराको यो फेवातालमा हामी दाजुभाइ यहाँबाट चाहिँ भ्यू दामी देख्दो रहेछ है त मेला ला रहेछ कि पोखरामा चाहिँ आज के हो मेला ला हो कि सधैँ यस्तै हो एउटा के हो त्यो रोटेपिङ जस्तै घुमिरह सधैँ यस्तै हो दाजुभाइ चाहिँ हामीले साइकल रेन्ट गरेर दाइको साइकल हेर्नु त खै दाइको साइकल ओल्ड इज गोल्ड दाइलाई एकदम पुरानो मनपर्ने त्यो भएर पुरानो साइकल लिनुभएको थियो रुङ्गै दाइ अहिले पहिला भिडियो बनाउँ हामी चाहिँ राइडिङ आएको साइकल राइडिङ पोखराको फेवातालमा पोखरामा हामी चाहिँ कहाँदेखि आएको अरे टाढो फोटो खिच्नु दाइ रुङ्गै दाइ एउटा हल्का भिडियो त बनाउँदै दाइको अरा साइकल ल रुङ्गै दाइ म फोटो खिच्छु ल रुक्नु दाइ पहिला भिडियो क्यान्सल गर्छु र दाइ हजुर दाइ के गर्छ अरे आत्ते होइन क्या दाइ साइक्लिङ हाल्नु पर्ने त दाइ साइक्लिङ 1 घन्टा सकिन लाग्यो कि आधी घन्टा त भन्दै गर्ला आधी घन्टा हामी चाहिँ साइक्लिङ गरिरहेछौँ पोखरा आएर हाम्रो 1 घन्टामा 300 को चुना लाग्छ हाम्रो अब साइक्लिङ लगेर बुझाएपछि भ्यू अफ पोखरा फेवाताल दाइ साइक्लिङमा रमाइलो लागिरह नि हजुर रमाइलो छ दाइ फोन छोपी चलाउनु त गाह्रो हुँदो रहेछ यार म फोन राख्छु यार रियलमा देखे जस्तो फोनमा नआउने रियलमा देखे जस्तो फोनमा
अझै पिङ घुम्दै खाएको नि कतिजना खेल्दै खान्छ र त्यो होला यो चाहिँ रातिको बेला फेवाताल फेवाताल पुरै पानी नै पानी छ केही क्लियरै देखिएन देखिन त अडियोहरू त्यो एकदम लाइट चम्केको चाहिँ त्यो चाहिँ होटेल हो कुन होटेल हो थाहा भएन तर होटेल चाहिँ हो त्यति थाहा जान्दै ओके दाइ ल हामी आफ्नो साधनमा लागिहालौँ त दाइ दाइको ओलिज गोल्डमा अनि यो मेरो मोडर्न गोल्डमा अरे कि हजुर अँधेरोमा त लेग साइड केही देख्दैन त दाइ खुसी भएर क्या दाइ